र हामीले मान्छे अगाडि छन् पछाडि छन्, कसले के भन्छ कसले के भन्दैन भन्ने हिसाबले हामी लजाएर डराएर बस्यो भने हामी कहिले पनि सफलताको सम्म पुग्न सक्दैनौँ साथीहरू। त्यसैले जे जस्तो भए पनि हामी चाहिँ काम गर्नु छोड्नु हुँदैन। काम भनेको हामी भिडियो बनाउने हो होइन, प्राइभेसीलाई ध्यानमा राख्दै अरूलाई ध्यानमा राख्दै हामी भिडियो बनाउनु जरुरी छ र भिडियो बनाइराखेका छौँ, बनाउनु पर्छ र हाल्नुपर्छ। हेर्दैन भने तपाईँहरू हुनुहुन्छ यो हाम्रो साउदीको ठाउँमा चाहिँ यस्तो परिकारहरू बनिरहेको, यस्तो संरचनाहरू बनिरहेको अवस्थाहरू छ। यो चाहिँ एकदम पुरानो ठाउँ रहेछ। पुरानो ठाउँको लागि चाहिँ यस्तो यो खालको पुरानो संरचनाहरू भइराखेको छ, भत्किराखेको छ र त्यसले केही मर्मतहरू गरिराखेका छन् र यहाँको एकदम गभर्मेन्ट राम्रो छ एकदम। यो चाहिँ के हुन्छ भने रुल्स बाई रुल्स हुन्छ है, रुल्स भेरी इम्पोर्टेन्ट हुन्छ। रुल चाहिँ हाम्रो नेपालतिर चाहिँ रुल चाहिँ फलो नगरेको कारणले दुःख पाउने सबैले होइन, हामी जनता लगायत विभिन्न निकायका ठाउँहरूलाई चाहिँ हामीले रुल्स बाई रुल्स फलो नगरेको कारणले चाहिँ हामीले चाहिँ दुःख पाएको भन्ने महसुस गर्दछु म चाहिँ। यहाँ आएर जस्तै मैले यो बाटोदेखि उता क्रस गरेर बाइचान्स मलाई पुलिसले देख्यो भने मलाई फाइन हानिहाल्छ। गाडीको कुरा नगर्नुहोस्, हाम्रो नेपालमा त गाडी लत बाटो काटिरहेको हुन्छ, तर यहाँ भनेको मान्छेले पनि तपाईँले बाटो काट्नुभयो भने तपाईँले फाइन हानेको हुन्छ। त्यसले गर्दाखेरि रुल्स भेरी इम्पोर्टेन्ट हुन्छ होइन। रुल्स भनेको रुल्स हो साथीहरू होइन। त्यसैले रुल्स चाहिँ फलो गर्नु होला। रुल्स फलो गरेर आफ्नो पनि बच्छौँ, अरूले पनि बच्छौँ र आफ्नो पनि आफ्नो शरीरको ध्यानमा राखेर आफूले पनि आफ्नो बच्ने आधार राख्नुहोस् र अरूले बचाउने आधार राख्नुहोस् है। धन्यवाद सबैलाई।